नै कति बजी हिँड्नु भयो तलबाट 9 बजे आइसकेको छौँ ब्लगमा यहाँहरू सबैजना वेलकम छ आज चाहिँ हामी हाम्रो 5 जना टिमसहित हामी शिवगिरी राष्ट्रिय निकुञ्ज हाइकिङ आएका छौँ हाम्रो साथमा हुनुहुन्छ यता प्रयास सर हुनुहुन्छ यता उहाँ प्रयास सरको साथी हुनुहुन्छ दुईजना र यता एकदम बडी बिल्डर एकदम साहसिक सर हाम्रो निरञ्जन सर हुनुहुन्छ एकदमै फ्रेन्डली हुनुहुन्छ आजको यात्रालाई झन् रमणीय बनाउनको लागि हामीले विभिन्न खानेकुराहरू खाँदै गफ गर्दै आएका छौँ यहाँ सरहरूले थोरै एक्टिभिटिज पनि गर्न आउनुभएको छ पुर्खाको पारो देखाउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै ल प्राइस पनि मोटाएछ भनेर हामीले आज प्रोभाइड गऱ्यौँ बिस्तारै बिस्तारै प्राइस पनि मोटाएछ भनेर हामीले यति प्रोभाइड गऱ्यौँ आज अङ्कल प्राइस छैन अङ्कल भन्दै भए त सकेको नि बिहे गरेको छैन बिचराले फोटो हान्दिनु न फोटो फोन झिक्नु नि तपाईँको ल प्रयास राम्रोसँग आराम गरेका छन् यो नम्बर रुखमुनि हामी हेरेको हेरे जङ्गल थकै त लाग्छ नि निरञ्जन सर मलाई त 1% पनि लाग्छ नि मलाई त They are 1.8. बुझ्यौ We just wait for command. अस्ति कहाँको हाइकिङ गएर पनि एउटा ग्रुप होइन टिकटकमा आएको थियो अनि हामीले किन यो लिएर आउनुहुन्न भनेर सोधेको क्या अनि किन रे भने त्यस्तो गन्धले बाघहरू एट्र्याक्ट हुन्छन् जङ्गल जनावर भन्दो रहेछ क्या माउन्टेन बाइक किन मन लाग्यो 50,000 अड्क्यो भने 50,000 अड्क्यो भने किन ठिक छ त्यो फोटोमा त अलिकति कुद्नु भएको फोटोमा कुदे आउँछ भिडियो गऱ्यो भने च्यालेन्ज हाल्दियो च्यालेन्ज एकछिन हाल्नु रहेछ त छ त मसँग लिस्ट पठाइदिनु सेयर गरिदिनु मात्रै लिस्टलाई सेन्ड गरिदिनु त हाल्ने अर्कैले हो शीतल छ उसले भने हिउँको कुरा निकालेर उसले हो हिउँ पर्यो भने जाडो चाहिँ बेलुका हो सर हिउँ पर्दा पर्दै चुनाउने रहेछ ए हिउँ पर्दा चाहिँ चिज नहुने होला तर म त हिउँ चाहिँ परेको छैन तर जाडो महिनामा गएको हिउँको पानीमा भिडियो लागेको छैन मलाई सिल्भिङ ब्यागमा ज्याकेट लाएर सुत्दाखेरि पनि त जाडो हो तर त्यस्तो जाडो भार परेछ हामीलाई भार पानी खाँदै अगाडि बढ्दै पुरानो पुरानो रुखहरू छ पेट बिरुवाहरू चराचुरुङको आवाजहरू के भाइ नामै थाहा नभएको कुरा मैले बताउनु छ होइन नाम नभएको त कसरी मलाई त त्यसको नाम थाहा छैन अब त्यसको नाम त के होला अब नाम भनेर तिमीहरू सर्च गर्ने कुरो तिमीहरूको अरूको कुरो हो तर नदेखाएको कुरोलाई देखाएको छैन भने क्या युद्ध नगरेको कुरोलाई युद्ध नगरेको छैन तपाईँलाई नाम थाहा छैन त्यो चिज अब मलाई सुनाएर यहाँको बाटो यस्तो छ सिडीहरू ट्याक ट्याक हिँड्दै थकै लाग्छ नि कति बजी हिँड्नु भयो तलबाट 9 बजे बिचमा केही खाजाहरू खानुभयो कि नै ए प्रयास सर थकै लाग्छ कि नै निरञ्जन सर थकै लाग्छ कि लाग्छ चौकमा आइसक्यौँ शिवगिरी राष्ट्रिय निकुञ्जको यताको वातावरण यस्तो एकदम शान्त रहेको छ एउटा बोर्ड छ यहाँ चाहिँ कता जाने भने डिरेक्सन देखाएको छ सानो देउराली भन्ने रहेछ यो यता सर हुनुहुन्छ हजुर भन्नु नि सर भन्नु यो ब्याग मैले बोकेको थिएँ
अब हामी हिँड्छौँ एकछिन रेस्ट गरेर। यो मान्छे को होला चिन्नुभयो भने पशुपति स्वयम्भूतिर त होइन यो शिवपुरी हो है यो शिवपुरी हो पशुपति बालो डराएर भागिसक्यो उ पछाडि हेर बालो डराएर भागिसक्यो निराजन दाइ Yes. यो शिवपुरी हो यो पशुपति र स्वयम्भू होइन बेलबेला दोहोरी चल्छ धेरै मिल्ने साथी हो नि मिल्ने साथी भएर दोहोरी चल्छ चराचुरुङ्गीको आवाजसँगै हाम्रो यात्रा कन्टिन्यू रूपमा चलिरहेको छ। अगाडि हाम्रो साथीहरू हुनुहुन्छ, उहाँहरू पनि आफ्नो फोनले नयाँ नयाँ भिडियोहरू बनाउँदै प्रकृतिसँग रमाउँदै र आफ्ना थकानहरूलाई रत्तिभर पनि महसुस नगर्दै यात्रालाई कन्टिन्यू रूपमा अगाडि बढाइरहनु भएको छ। र हामी यो शान्त जङ्गलमा र बाटोमा हामी जस्तै नयाँ यात्रीहरू जो चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्जलाई हेर्ने र त्यहाँका नयाँ कुराहरूलाई आफ्नो साथमा लिएर आफ्नो दृढ इच्छा शक्ति गरेर आउनुभएको छ। उहाँहरूको लागि पनि एउटा इन्सपिरेसन बन्दै हामीले हिँडिरहेका छौँ। उकालो छ यहाँनिर। वाह रमेशले कस्तो लागिरहेको छ सर हाम्रो? एकदम भेरी इन्जोइङ भेरी अघिल्लो इन्जोइङ भ्लगमा हाम्रो सरले मलाई एकदम गुनासो गर्नुभएको थियो, मैले मेरो चाहिँ केही भावनाहरू राख्नु दिएन भनेर। ल आज चाहिँ कस्तो महसुस भइरहेछ? इट वाज अ भेरी मेमोरेबल डे उहाँ चाहिँ इङ्ग्लिसमा एकदम फ्लुएन्ट हुनुहुन्छ होइन हुन्छ। प्रयास सर झन् एकदम आफैमा पनि ट्रेकिङ हाइकिङले मुक्त हुनुहुन्छ। उनले राम्रो हिसाब किताब राख्छन् अनि उहाँको यो प्रोफेसनलपट्टि नजाउँ कि ल हिसाब किताब Discuss चलिरहेको छ। तारिफ बढाइदिए होइन एउटा थाउदेपछि म त तारिफमा गयो क्या अरे तँ त औली गरे भएन नि तँ त तारिफमा गयो त एउटा भयो नि थप्यो राम्रो हिसाब किताब राख्नु भनेर क्वालिटिज हो कसैले कसैको क्वालिटिजलाई 50-60 भन्छ भने वास्तवमा राख्छौ पनि त राख्दै राखेर हुन्छ त धेरै समय लाग्दैन होला। कति समय लाग्छ सर अब यहाँबाट? 15-20 मिनट चाहिँ यहाँबाट हिँड्नुपर्छ हामी। हिँड्न त अनि हामी पनि जोड्छौँ बम्बादेखि वाइड छ हामी जङ्गलबाट गएको बाटोबाट त्यही बाटोबाट जाने त्यो बाटोमा फर्कियो नि उताबाट बाटो थियो होला हामी पछि बाटो छौँ हाम्रो साथमा झोलामा यहाँ खाजाहरू पनि छ खानुको लागि र बाटो चाहिँ उताको थियो माथि सिधा माथि जाने हो। र अब हामी यहाँ गुम्बामा आइसकेको छ भागद्वारबाट माथि। यहाँको वातावरण एकदम शान्त छ। ननिकालिकन घट्दैन लु खाजा नि ल रमेश भाइ हुसु लागे जस्तो छु। साइडमा ब्याम्बो छ, ब्याम्बोहरू नजिक नजिक सो कस्तो देख्न सकिन्छ। थकै लाग्यो सर? कति हजार अहिले हामी हाइटमा छौँ? हामी 2600-2700 2600 मिटर ट्रेनिङ सेसनको लास्ट सेसन चाहिँ उहाँ राखेको थियो क्या जो पहिला आएन नि तिनीहरूलाई अनि अलाउ गर्दैन क्या। रमेशले केटीको भिडियो नि बनायो होइन होइन सबैको छ यार ए टाइम स्ल्याबमा बनाउनु टाइम स्ल्याबमा सबैको बनाउनु पाइयो नि। होइन अरू हुन पनि पाइयो कि तर भोलि यहाँ समस्या आउँछ नि 3जना केटा अगाडि छन् 3जना केटी पछाडि छन् यस्तो केही फरक पर्दैन। के भयो रे ए बस निक्लिसक्नु भयो आउने ठाउँ चाहिँ कुन हो तिनचुली हो कि शिवपुरी
अब हामी लगभग हाम्रो डेस्टिनेसनमा आइसक्यौँ। ठिकै आइयो होइन अब हजुर सर यही होइन अब तर यहाँ चाहिँ सायद खुल्यो नि है यसलाई चाहिँ के भन्छ सर यसलाई लकुडाल लकुडाल चाहिँ हामी शिवपुरी राष्ट्रिय निकुञ्जको सबभन्दा हाइएस्ट पिकमा आइसकेका छौँ। यहाँनिर सबै भिजिटरहरू आफ्नो डेस्टिनेसनमा आएर रेस्ट गर्दै हुनुहुन्छ हेर्न सकिन्छ। यहाँ चाहिँ हनुमानजीको मूर्ति रहेको छ हामीले दर्शन गर्छौँ। फोटोहरू खिच्नको लागि गर्नको लागि बेटर रहेको छ। अहिले हामी आइसकेका छौँ। नेक्स्ट बागद्वार जानको लागि चाहिँ यताबाट जानुपर्छ। विभिन्न टाइपको ध्वजहरूले यहाँको ठाउँलाई एकदम आकर्षक बनाएको छ।